हेलो सबैजनालाई मेरो पेजमा एकदम वेलकम छ अन्त सेवन नै सबैजनालाई। सो आज चाहिँ अन्त तपाईँ जुलाबी चाहिँ कसरी बनाउनु हुने भन्दा चाहिँ यहाँ भिडियो हेर्न सक्नुहुन्छ। त्यो सिम्पल स्टेप रहेछ होइन। अन्त मैले पनि सिकेँ आज एक दिन नै म्यामकोबाट। सो हेर्दै गर्नुहोस्। फर्स्टमा चाहिँ तपाईँको दही र यसरी मैदा चाहिँ मजाले मलेर पुरा पास राख्नु पर्दो रहेछ होइन। यहाँ हेर्न सक्नुहुन्छ हल्का तेल पनि हाल्नु पर्दो रहेछ। सो इट वुड बी मोर बेटर है। हामीले एक दिन राख्यो भने चाहिँ अझै दामी हुन्छ अरे। तर हामीमा त्यत्रो टाइम थिएन। हामीले चाहिँ 2 घन्टा जस्तो पास राख्नु, हेरौँ कस्तो हुन्छ। आज म अब के भन्छ सिकिरहेको छु मिसकोबाट होइन जुलाबी बनाउनु। भविष्यमा पार्ट टाइम जब हुनसक्छ। साथी हो त्यसको बादमा चाहिँ यसलाई चाहिँ पानी चिनी अन्त त्यसमाथि चाहिँ फुड कलर हालेर चाहिँ अन्त 1-2 लौङ पनि तपाईँहरू हाल्नु सक्नुहुन्छ। त्यसको बादमा चाहिँ यसलाई मजाले उमालेर चाहिँ बोइल गर्नुपर्ने रहेछ। जबसम्म फुड कलर आउँदैन तबसम्म चाहिँ यसलाई पुरा बोइल गर्नु सक्नुहुन्छ। सो यसलाई चाहिँ मजाले यसरी पकाउनु पर्दो रहेछ। त्यसको बादमा चाहिँ यहाँ मिसले चाहिँ प्लास्टिक यसरी बनाउनु पर्दो रहेछ। यसमा धुलो पारेर अब पोल्ने चाहिँ अब यहाँ चाहिँ एभाइलेबल थिएन, त्यही भएर मिसले चाहिँ प्लास्टिकको बनाउनु भयो। अब चाहिँ हामीले अलमोस्ट 2 घन्टा जस्तो पास राख्यो, 2-3 घन्टा जस्तो। सो भात पनि खाइसक्यो। अब चाहिँ हामी जुलाबी बनाउनु पछि गइरहेछौँ। हेर्नुहोस् होला कस्तो बनिन्छ। अन्त चाहिँ यहाँ चाहिँ पकाउने भन्दा पनि हेर्ने ज्यादा भने जस्तो भयो होइन। म जस्तै उहाँहरू पनि सिक्छु भनेर चाहिँ आउनु भएको थियो हाम्रो पल्लो घरको एकदमै मिल्ने छिमेकी। सो अब चाहिँ हाम्रो स्टार्ट हुँदैछ। हेर्दै गर्नुहोस्। मिसले रेडी गर्नु हुँदैछ। चाहिँ मिसले सुरु पनि गर्नुभयो होइन। नुन पनि हाल्नुपर्छ। मजा आएको मिस चाहिँ अब एकदमै गलिरहनु भएको थियो नि त, त्यही भएर चाहिँ मैले ट्राई गरेँ होइन। मैले पनि दामी बनाएँ, नट ब्याड भनेर चाहिँ आफ्नो मनमा चाहिँ लाग्यो। हेर्दै जानुहोस् आजको भ्लग चाहिँ। सो आजको जुलाबी चाहिँ एकदम दामी बनेको छ। हार्डवर्क पेज अफ हुन्छ नि, त्यस्तै भएर टेस्टी अनि दामी भएको छ जुलाबी। यहाँ देख्न सक्नुहुन्छ। सो यो फुड कलर चाहिँ चास्ली भन्छ अरे। यो चाहिँ एकदम तातो पनि हुनुहुँदैन, एकदम चिसो पनि हुनुहुँदैन रहेछ। अब चाहिँ मलाई पनि आयो होइन जुलाबी बनाउनु। को लागि जुलाबी बनाउनु मन छ होइन। तपाईँहरूले चाहिँ यहाँ भिडियोमा देख्न सक्नुहुन्छ। यसलाई चाहिँ 3 राउन्ड जस्तो घुमाएर चाहिँ टक्कै यसलाई चाहिँ यसरी तान्नु पर्दो रहेछ ताकि यसको नफुक्लोस् भनेर। एकदमै खुसी लाग्यो नि त मलाई, किनकि मैले पनि सिक्नु पाएँ मिसकोबाट। बोलिरहेको छ हो। दामी भयो, दामी हुन्छ। अहिले चाहिँ कति बजी 10 बज्नु आँटेछ। गरेको जस्तो मैले पनि अब चाहिँ मजाले बनाउनु सिकेँ नि त जुलाबी। थ्याङ्क यू सो मच। थ्रु दिस भिडियो आई वान्ट टु थ्याङ्क्स अब क्लिनिकल म्यामलाई चाहिँ एकदम धन्यवाद दिन चाहन्छु। बिकज अफ हर होइन, बिकज अफ हर मैले जुलाबी बनाउनु सिकेँ होइन। सो हामीले चाहिँ फाइनली बनिसकेर नि अब लास्ट चिया खाएर चाहिँ अब सुत्ने प्लानिङ हुँदैछ। अन्त थ्याङ्क यू फर वाचिङ माई भिडियो। थ्याङ्क यू सो मच।